किनभने पुल पुलेसा बाटो भन्यो तर तपाईँहरूको जीवनमा तपाईँहरूको जीवनयापनमा त्यसले सहजीकरण गरेन, त्यसले तपाईँलाई सकारात्मक महसुस गराएन भने त्यो विकास होइन, त्यो भ्रम मात्र हो। त्यही कारणले गर्दाखेरि हामीले त्यसमा छुट्टै भूमिका खेलेका छौँ। म त्यो जोड्न चाहन्छु, हामीले कृषि र पर्यटनलाई एकदमै उच्च स्थानमा राखेर काम गऱ्यो भने इलामलाई मात्र होइन देशको आर्थिक स्थितिलाई एकदमै सुधारण बनाउन सक्छौँ हामीले। त्यसका लागि मैले प्रतिनिधि सभा र समितिको बैठकमा पटक पटक कुरा उठाएको। अहिले मैले लिस्टमा त तपाईँलाई भनिहालेँ, विकासे हामीले रोड पुल पुलेसाको लागि थुप्रै बजेट छुट्याएको छु। त्यसलाई कार्यान्वयन गर्नुको लागि म खुद यहाँ बाटो नाप्नदेखि लिएर बाटो पुरा भएको छ कि छैन, पुरा भएको बाटोलाई मैले यो राम्रोसँग गुणस्तरीय बनाएको छ कि छैन भनेर पनि हेर्न आएको होइन। यो एउटा कुरा हो। दोस्रो कुरा भनेको तपाईँहरू सबैजनालाई पनि अलिअलि भित्र होला, हाम्रो जनप्रतिनिधिहरू भोट जितेर जान्छन्, भेट्न आउँदैन, यहाँ कहिले पनि आफ्नो ठाउँमा टेक्दैन भने मैले त्यसलाई पनि यो पालि चिरेर गएको छु। जस्तो कि 16 महिनाको अवधिमा म 7 महिना इलामको ठाउँमा बसेको छु। इलामको मैले जनप्रतिनिधिसँग भेटेको छु, त्यहाँ टोलमा गएर तपाईँहरू जस्तो अभिभावकहरूलाई मैले भेटेको छु। तपाईँहरूको सल्लाह सुझाव लिएर म केन्द्रमा गएर बजेट छुट्याएको छु। यो भनेको अर्थात् के हो त भन्दाखेरि मैले 16 महिनाको अन्तरालमा 7 महिना जति इलामेली परिवारसँग मैले बिताएको छु। अनि हामीले भन्न मिल्छ होला त प्रतिनिधि आएन भनेर, त्यो पनि मैले चिरेर गएको छु। तेस्रो नम्बरमा भनेको तपाईँहरूलाई अलिअलि भित्र अहिले लाग्दो होला के त भन्दाखेरि होइन यो पार्टीले दबाएर यहाँ हाम्रो जनप्रतिनिधिहरू जनताको आवाज बोल्दैन भन्ने एउटा ठुलो आक्षेप लागेको छ हामीलाई। तर इलामले त्यो यस्तो उदाहरण पेश गरेको छ, हामीले प्रतिनिधि सभा र समितिको बैठकमा जहिले पनि जनताको आवाज बोलेको छ। मैले इम्बोस नम्बर प्लेटमा होस् कि कृषिको कुरामा होस्, शिक्षा स्वास्थ्यको कुरामा होस्, थुप्रै घटनाहरूको विषयमा मैले जनताको आवाज जहिले पनि बोलेको छु। त्यो भनेको इलामले जनताको आवाज बोलेको। मैले किन इलामले यो सबै काम गरेको छ भनेर भन्दैछु त भन्दाखेरि यो सबै मत त तपाईँले दिलाउनु भएको हो नि त। तपाईँले मलाई माया गरेर भरोसा गरेर यो काम गरे बाबु भनेर पठाउनु भएको, त्यो कुरालाई मैले जिम्मेवारपूर्वक इमान्दारपूर्वक मैले गरेको छु। त्यही कारणले गर्दाखेरि अब आउँदो समयमा थुप्रै कुराहरू छ, कृषिसँग जोडिएको, पशुपालनसँग जोडिएको, उद्योग स्थापनासँग जोडिएको। अब फेरि हामीले यहाँ तपाईँहरूलाई थुप्रैजनाले आएर के भन्छ होला भने म उद्योग स्थापना गर्छु, म कृषि क्रान्ति ल्याउँछु, यो सबै भनेर भन्नुहुन्छ होला। तर त्यो भने सहज भन्ने चाहिँ छैन। हाम्रो काम भनेको नीति तथा कानुन निर्माण गर्ने हो। त्यो नीति कानुन बनाइरहँदाखेरि तपाईँहरूको कृषि, तपाईँको पशुपालन, उद्योग स्थापना गर्नेदेखि लिएर त्यसको बिउदेखि बजारसम्मको जे कुरा हुन्छ त्यसमा कानुनी त्रुटि कहाँ छ। तपाईँहरूलाई कहिलेकाहीँ सरकारले अनुदान दिने बेलामा तपाईँहरूको थुप्रो पेपर भर्नुपर्ने, डकुमेन्ट चाहिँ हाल्नुपर्ने, अफिस गएर झ्यालमा पुर्याउने, घन्टौँसम्म तपाईँले लाइन बस्नु पर्छ नि। त्यो भनेको विकास होइन क्या। त्यसलाई सहज बनाउनु, तपाईँलाई प्रत्यक्ष रूपमा चाहिँ सहज गराउनु भनेको त्यसलाई विकास मान्न सकिन्छ। त्यही कारणले गर्दाखेरि यी सबै कुरामा म इमान्दारपूर्वक त्यो बेला पनि लागेको थिएँ, अहिले पनि लाग्छु होइन। अन्त्यमा गएर यी सबै कुराहरू गर्ने बेलामा तपाईँहरूको शिर कहिले पनि ढल्न दिने छैन। तपाईँलाई शिर उच्च गरेर हिँड्ने वातावरण हामी सबैले बनाउनेछौँ भन्दै तपाईँहरूको फेरि पनि आशीर्वाद माग्न चाहन्छु। धन्यवाद। सबैजनालाई। कमरेड साङज्यूले चाहिँ अब